आज फेरि म नयाँ ब्लग लिएर आएको छु। आज चाहिँ म धरान जाँदैछु अनि मम्मीको ट्रिटमेन्ट गर्नुको लागि। आज मेरो आउटफिट छ। अब एकछिन फेरि धरान जान्छु अनि देखाउँछु है त। एकदम चिसो मौसम छ, अब लागेको छैन। मम्मीको गाउँ जाँदैछु, अमर्द जाँदैछु। अमर्द जाने बाटो हो यो चाहिँ। युट्युब च्यानल आज फेरि नयाँ ब्लग लिएर आएको छु। आज चाहिँ म अमर्द आएको छु अनि भर्खर अमर्द आएको छु अनि अमर्दमै क्लिनिक यो चाहिँ दादा क्लिनिक हो। चाहिँ हाम्रो दादा डाक्टर विवेक थापा। हामी चाहिँ अहिले अमर्द आएको छौँ मम्मीको पुर्खौली अनि हामी मम्मी पनि हुनुहुन्छ, मम्मी पनि हुनुहुन्छ। हामी चाहिँ यहाँ घुम्दैछौँ मम्मीको गाउँ। हामी चाहिँ घुम्दैछौँ मम्मीको गाउँ, यो गाउँ अरे। अब हामी मम्मीको स्कुल जाँदैछौँ। अनि मम्मी कस्तो फिल हुँदैछ आफ्नो गाउँ आउँदा? आफ्नो गाउँ आउँदा कस्तो फिल हुँदैछ? भन्नु न, केही हुँदैन। रमाइलो नि, आफ्नो पुरानो ठाउँ चिनिन मैले त कता कता। यो चाहिँ मेरो मम्मी मेरो मामाहरू पढेको स्कुल अरे, अमर्द स्कुल। अनि कति सालमा भएको यो? कति सालमा स्थापना भएको स्कुल? त्यहाँ बन सबै गइसक्यो। श्री वीरेन्द्र सैनिक माध्यमिक विद्यालय रहेछ। स्कुल मम्मीको मामाहरूले सबैजना पढेको स्कुल, 10 क्लाससम्म पढेको स्कुल अमर्द स्कुल। मम्मीको चिरफार हुँदैछ। हामी चाहिँ अहिले अमर्द बजार घुम्दैछौँ। अमर्द बजार यस्तो छ। म किन लाग्ने? यो चाहिँ अमर्द बजार हो, हटिया बजार। कस्तो शीतल हो। अनि हिजो हिजो दबाई लगाइदियो अनि आज र भोलि छैन, पर्सि लाउनुपर्ने दबाई। अनि यहाँ बस्नु भन्दा भन्दा सडकमा जान्छु, दिदीको घर दिदी हुनुहुन्छ ठुली दिदी, मेरो जेठो दिदी चाहिँ हाम्रो मम्मीको काकीको घर। दुईटा छोरा एउटै छोरी, छोरी माथि इलामको छ, दाजु छोरा घरमै छ। चाहिँ हाम्रो मम्मीको काका काकीको घर। हिजो पुगेर आउनुभयो दिदी पनि, राम्रो छ।
यहाँ डाक्टर साहब हुनुहुन्छ। सबैको आफ्नो आफ्नो गरेर खाने काटे हेर्नु निस्केको पनि सकिन्छ होइन र? यो चाहिँ हाम्रो मम्मीको गाउँ हो अमरद। हामी अमरद घुम्दैछौँ। यस्तो छ अमरदको वातावरण। धुलाबारीको फड्काहरूलाई चिन्नु त मेरो मम्मीको घर जग्गा पुरा पुर्खेली घरहरू हो। यो चाहिँ पहिला जग्गा थियो अरे, अहिले चाहिँ बेच्नु भयो अरे। यो चाहिँ यदु मामाको जमिन अरे। यो चाहिँ जहाँसम्म देखिन्छ सबै मेरो मामा घरको जग्गा थियो अरे पहिला। सबै खाने थियो, सबै जग्गा थियो अरे, पछि बेचेर घर बनेको अरे। यो चाहिँ मम्मीहरूको मूल घर। यो चाहिँ मम्मीहरूको मूल घर यहाँ थियो अरे। अनि यो चाहिँ जग्गा, यो चाहिँ जग्गा अरे पहिला बगान हो अरे। यो चाहिँ मम्मीको पुर्खौली घर अरे, यता थियो अरे, ए बगान अरे। यो चाहिँ पहिलाको लिचीको गाछ अहिलेसम्म रहेछ हजुरबाहरूको पालाको। यो चाहिँ मम्मीहरूको पुरानो जन्मथलो अरे। माइला हजुरको यो जो बाँझाङ देखेको जति सबै तलमा थियो नि खोलामा, खोला मुनिबाट पनि थियो। अनि खिच्नु उता बाँझाङ देखेको यो सबै फाइदा। अब अध्यक्ष मान्छे कता हो कता हसन्त हो कि शनिबार हो अब कता हो हाम्रो पुर्खेली मामा घर अमरदको। यहाँ हामी अमरदको मामा घरमा छौँ। मामा घरको पहिलाको घर यस्तो थियो अरे। यहाँ लिचीको बोट यहाँ छ मामा घरको। पुरानो लिचीको बोट पनि रहेछ अझै।